नमस्कार अनि हार्दिक स्वागत अभिवादन गर्न चाहे युट्युब च्यानल म पनि गर्न सक्छुमा। त साथीहरू, म पनि गर्न सक्छु यस्तो खालको एउटा च्यानल हो जसमा तपाईँहरूले विज्ञान प्रविधि, फेसबुकमा भएका, समाचारमा भएका, अनलाइन पत्रपत्रिका भएमा अथवा जहाँ कतैबाट एउटा रोचक तथ्यहरू जुन काम लाग्ने कुराहरू मात्रै हामीलाई चाहिन्छ त्यस्ता कुराहरूलाई लिएर मैले तपाईँहरूमा प्रस्तुत गर्ने प्रयास गर्नेछु साथीहरू। आजको लागि भने एउटा मैले टपिक लिएको छु, आइएमईबाट भारतबाट आइएमईमा नेपालमा कसरी पैसा पठाउने, कसरी सजिलो माध्यम अपनाउने र त्यहाँका कर्मचारीहरू कस्तो रूपमा कहाँ कहाँ रहेका छन् त्यसका बारेमा जानकारी दिनेछु र कुन ब्याङ्कबाट सर्भिस दिनेछ, नेपालमा कुन ब्याङ्कबाट सर्भिस लिन पाइनेछ, यिनी हरेक कुराको सबैको मैले एउटा जानकारी दिनको लागि आज यो तपाईँहरूको लागि आएको छु। यस्ता खालका जानकारीहरू तपाईँहरूले हेरिराख्न चाहनुहुन्छ भने हाम्रो यो युट्युब पेजमा तपाईँले लाइक गर्नुहोस् अनि सब्सक्राइब गर्नुहोस् अनि सेयर गर्नुहोस्। त्यसो गर्नुभयो भने तपाईँले आफूले चाहेको बेलामा हेर्न सक्नुहुनेछ। तपाईँहरूलाई नोटिफिकेसन आफै आउनेछ। सब्सक्राइब गर्नुहोस् अनि साइडमा एउटा बटन पनि राखेको छ, घन्टी जस्तो बटन, त्यसमा पनि गएर तपाईँले क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गर्नुभयो भने मैले भिडियो अपलोड गर्नुको केही समयमै तपाईँलाई एउटा नोटिफिकेसन आउनेछ। नोटिफिकेसन आयो भने तपाईँले डाइरेक्ट त्यो भिडियो ओपन गरेर हेर्न सक्नुहुनेछ। त साथीहरू, आज हामी सिधै टपिकतर्फ लागौँ। टपिक रहेको छ ग्लोबल आइएमई ब्याङ्क अथवा आइएमईमा नेपालमा कसरी पैसा पठाउने भारतबाट र कहाँ कहाँ यसका शाखाहरू छन्, कसरी शाखाहरू छन् भने कसै साथीहरूले ग्लोबल आइएमई ब्याङ्क खोज्दै हिँड्नु भएको हुन्छ भारतमै पनि, अनि आइएमई खोज्दै हिँड्नु भएको छ। तर आइएमई भनेको आफ्नो ब्याङ्क आफ्नै ब्याङ्क नरहे पनि पार्टनर ब्याङ्कहरू रहेका छन्। भारतमा ग्लोबल आइएमई ब्याङ्कका पार्टनरी ब्याङ्क भन्नुपर्छ युनाइटेड ब्याङ्क अफ इन्डिया र आइडिबिआई ब्याङ्क र यस ब्याङ्कका यस मनी सर्भिस एजेन्टहरू मार्फत तपाईँहरूले नेपालमा पैसा पठाउन सक्नुहुनेछ। साथीहरू, तपाईँहरूले भारतमा आइडिबिआई ब्याङ्कका 40,000 भन्दा बढी शाखा छन्, युनाइटेडका लगभग 30,000 शाखाहरू छन् र यस मनी ब्याङ्कका त कुरो नगरौँ, 10,000 भन्दा बढी नै शाखा, 10,000 भन्न गल्ती भयो, 50,000 भन्दा बढी नै शाखा रहेको जानकारीमा आएको छ। र यस ब्याङ्कका यस मनी सर्भिसमा अलि तपाईँहरूलाई पैसा अलि बढिरहेको छ। आइडिबिआई ब्याङ्कबाट र युनाइटेड ब्याङ्कबाट तपाईँले पैसा पठाउनु भयो भने एकचोटिमा तपाईँले 50,000 आइसीसम्म पठाउन सक्नुहुन्छ चार्ज जोडेर। र एउटा यस्तो खालको सुविधा तपाईँलाई प्रदान गरेको छ कि तपाईँले 5,000 देखि 50,000सम्म मात्र 150 रुपियाँ चार्ज तिरेर तपाईँले आफ्नो घरमा मात्र 5 देखि 10 मिनट 15 मिनट भित्रमा कुनै नेटवर्कको प्रब्लम भयो, कुनै दिन समस्या भयो भने चाहिँ अलिक समय लाग्नु अर्कै कुरा हो। र यथार्थ टाइम र यथार्थ समय भनेको मात्र 5 मिनटमा तपाईँले नेपालमा पैसा पठाउन सक्नुहुनेछ। साथीहरू, त्यसको लागि तपाईँले आफ्नो युनाइटेड ब्याङ्क अफ इन्डिया तपाईँको नजिक रहेको र आइडिबिआई ब्याङ्कका शाखाहरूमा गएर पैसा पठाउन सक्नुहुनेछ। युनाइटेड ब्याङ्कमा जानुभयो भने ग्लोबल लिमिट अथवा ग्लोबल आइएमई ब्याङ्कमा पैसा पठाउने भन्नुहोस्, त्यहाँ फर्म दिन्छ। त्यहाँ फर्म दियो भने तपाईँले त्यसमा फर्म भर्नुपर्ने हुन्छ। त्यहाँ फर्म भर्नको लागि मात्र तपाईँले के गर्नुपर्छ भन्ने कुरा मैले तपाईँलाई जानकारी दिन्छु र फर्मको ढाँचा कसरी भर्ने भन्ने म अर्को भिडियोमा देखाउने छु तपाईँहरूलाई। र यसमा भने म तपाईँलाई हल्का रूपमा बताउन मात्र चाहन्छु। धेरै साथीहरूले प्रयोग गर्नुभएको छ, धेरै साथीहरूलाई थाहा पनि छ। र साथीहरू, म युनाइटेड ब्याङ्कको फर्म कसरी भर्ने, कहाँबाट भर्ने, कहाँबाट सुरु गर्ने भनेर तपाईँलाई हल्का जानकारी दिन भनेर मात्र जानकारी दिन सक्छु। आज मसँग फर्म त उपलब्ध छैन, तपाईँलाई अर्को भिडियोमा चाहिँ फर्म भरेरै देखाउने छु, कसरी भर्नुपर्छ भन्ने कुरो देखाउने छु। तपाईँलाई युनाइटेड ब्याङ्क अफ इन्डियामा जानुभयो भने आइडी प्रुफको कुरो गर्नुपर्दा आधार कार्ड, भोट आइडी, ड्राइभिङ लाइसेन्स, पान कार्ड, लोकल एड्रेस प्रुफ भएको कुनै पनि युज गर्न सक्नुहुन्छ। नभए नेपालको नागरिकता पनि प्रयोग गरेर तपाईँले नेपालमा पैसा पठाउने सुविधा प्राप्त गर्न सक्नुहुन्छ युनाइटेड ब्याङ्क अफ इन्डियाले। त्यहाँ तपाईँले सुरुमा पठाउने व्यक्तिको नाम लेख्नुपर्ने छ युनाइटेड ब्याङ्क अफ इन्डियामा। पठाउने व्यक्तिको नाम, पठाउने व्यक्तिको ठेगाना र पठाउने व्यक्तिको फोन नम्बर लेख्नुपर्ने छ। तपाईँको डिटेल्स भनेको त्यहाँ नै सकिन्छ। त्यसपछि तलतिर आएर त्यस्तै हुन्छ, पाउने व्यक्तिको नाम, पाउने व्यक्तिको ठेगाना र पाउने व्यक्तिकै फोन नम्बर लेख्नुभयो भने त्यहाँ सकियो। त्यसपछि तपाईँले पठाउने एमाउन्ट कति हो त्यो लेख्नुहोस् अनि त्यसमा 150 रुपियाँ चार्ज जोडेर टोटल कति हुन्छ त्यो लेख्नुहोस्।
त्यसपछि तल अक्षरमा लेख्नुहोस्। त्यसपछि तपाईँ त्यसपछि तल आउनु भने डोनेसन भन्ने लेखेको छ। त्यसमा चाहिँ तपाईँले कति पैसा र तपाईँसँग भएका नोटहरू कति कतिका नोटहरू छन् त्यसमा लेख्नुहोस्। र तलतिर लास्टमा आउनुभयो भने त्यो आदि चिरकट तपाईँलाई स्लिप चाहिँ तपाईँको हातमा आउने स्लिप हो, त्यसमा पनि लेख्नुहोस् पठाउने व्यक्तिको नाम, पाउने व्यक्तिको नाम र पैसाको एमाउन्ट कति पैसा नेपालमा प्राप्त गर्ने पैसा, आइसी अनि नेपालीमा कति हुन्छ त्यो लेख्नुहोस्। अनि त्यसपछि तपाईँलाई गएर पैसा बुझाउनुहोस्। पैसा बुझाउनु भयो भने तपाईँको नम्बर, पिन नम्बर अथवा आरएन नम्बर तपाईँलाई एउटा जेनेरेट गरेर तपाईँले ग्लोबल आइएमए ब्याङ्कबाट तपाईँको मोबाइलमा एसएमएस आउनेछ। आइएमएबाट युनाइटेड ब्याङ्कबाट तपाईँलाई एउटा एसएमएस आउँछ 770 गरेर 12 अङ्कको नम्बर तपाईँले घरमा व्यक्तिलाई तपाईँको मोबाइलमा एसएमएस आउँदा साथ तपाईँले घरमा फोन गरेर दिनुहोस्, यहाँबाट पैसा पठाउनुहोस्। तपाईँ आफ्नो कोठामा नपुग्दै नेपालबाट पैसा निस्किसकेको हुन्छ। हजुर त्यति सजिलो सुविधा तपाईँहरूलाई प्राप्त गरेको छ। तर पनि तपाईँ कतिपय साथीहरूलाई थाहा पनि छैन, प्रयोग नगर्नु भएको हुनसक्छ, प्रयोग गर्नुभएको छैन भने तपाईँहरूलाई। अनि आइडिबिआई ब्याङ्कमा पनि यस्तै खालको सुविधा हो, सेम सर्भिस हो। तपाईँले 50,000 आइसीसम्म पठाउन सक्नुहुन्छ, त्यहाँबाट महिनाको एकपटक पठाउन सक्नुहुन्छ। अनि साथीहरू तपाईँले आइडिबिआई ब्याङ्कबाट पनि फर्म भर्नको लागि यसमा अलिकति फरक तल र माथि भएको छ र नझुकिनु होला। आइडिबिआई ब्याङ्कको फर्म भर्दाखेरि चाहिँ माथि सुरुमा चाहिँ बायाँतर्फ दुईवटा हुन्छ, तपाईँलाई आधी स्लिप तपाईँलाई दिन्छ र आधी स्लिप चाहिँ ब्याङ्कले लाग्छ। र त्यसमा आइडी प्रुफको कुरा गर्नुपर्दा चाहिँ तपाईँलाई ब्याङ्कबाट पैसा पठाउनको लागि आइडी प्रुफ भनेको इन्डियन हो आइडी प्रुफ छ भने तपाईँलाई पान कार्ड, र नेपाली आइडी प्रुफ छ भने नेपालका नागरिकता, दुईवटा आइडी प्रुफ मात्र प्रयोग हुने गर्दछ साथीहरू। यो कुरो ध्यानमा राख्नु होला। आधार कार्ड, भोट आइडीहरू यसमा प्रयोग गरिँदैन आइडिबिआई ब्याङ्कमा। अनि साथीहरू पान कार्ड तपाईँले फर्म भर्दाखेरि के गर्नुहोस् भनेपछि दायाँतर्फ सुरुमा पहिलो माथितिर पाउने व्यक्तिको नाम। साथीहरू एउटा तपाईँलाई के कुरा भन्न चाहन्छ भने यदि तपाईँले पैसा पठाउँदै हुनुहुन्छ भने पाउने व्यक्तिको नाम एक्ज्याक्टली स्पेलिङ सही नै हुनुपर्छ। एउटा अक्षर पनि स्पेलिङ मिस्टेक भयो भने तपाईँले पैसा प्राप्त गर्न सक्नु हुँदैन, किनकि तपाईँहरूको सुरक्षा होस् भनेर ब्याङ्कले यस्तो खालको नियम गरेको छ। तपाईँले एउटा पनि एक ठाउँमा बी, सीको ठाउँमा डी भयो भने पनि तपाईँले पैसा प्राप्त गर्न सक्नुहुने छैन। अनि साथीहरू किन यस्तो सुविधा भनेपछि तपाईँहरूले दिने भनेको एउटा आरएन नम्बर र नामको आधारमै पैसा पाउने व्यक्तिले सायद तपाईँको यसलाई मिस प्रयोग कसैले नगरोस् भन्ने कारणले गर्दा तपाईँले स्पेलिङ एक्ज्याक्टली पाउने व्यक्तिको नागरिकतामा भएको नाम र फोन नम्बर लेख्नुपर्ने हुन्छ। त्यसका लागि यदि तपाईँहरूलाई सुविधाहरू पैसा पाउने व्यक्तिको नाम थाहा छैन भने तपाईँहरूलाई धेरै सुविधा अहिले प्राप्त भइसकेको छ। पाउने व्यक्तिको नागरिकता व्हाट्सएपमा खिचेर पठाउन भन्नुहोस् होइन, त्यसो गर्दाखेरि तपाईँहरूलाई चाहिँ एक्ज्याक्टली नाम लेख्नुहुन्छ अनि तपाईँलाई नाम फरक पर्ने जस्तो समस्याहरू हुँदैन। यसो गरेर तपाईँले आइडिबिआई ब्याङ्कमा पैसा पठाउन सक्नुहुन्छ। अनि आइडिबिआई ब्याङ्कका शाखाहरू भन्नुपर्दा धेरै शाखाहरू छन् तपाईँहरू नजिकमा। जस्तै यहाँ चेन्नईमा, एक्चुअली म चेन्नईबाट छु, चेन्नईको लागि नरेश भट्टराई हुनुहुन्छ र युनाइटेड ब्याङ्क इन्डिया, आइडिबिआई ब्याङ्क र तमिलनाडुभरिको लागि एउटा इन्चार्ज जस्तो भएर कर्मचारीको रूपमा तपाईँहरूकै लागि सेवाको लागि नरेश भट्टराई हुनुहुन्छ। उहाँलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ यदि केही समस्या भयो भने तपाईँले। अनि तपाईँहरूलाई सबै नाम भारतमा कर्मचारीहरू धेरै नै कर्मचारीहरू छन्। तपाईँलाई भन्नुपर्दा ज्वाला शर्मा हुन्छ, प्रमुख भारत स्थित सम्पर्क कार्यालय नयाँ दिल्लीमा हुनुहुन्छ, उहाँको फोन नम्बर पनि यहाँ रहेको छ, तपाईँलाई दिएको छु। रमेश साङ्जेल चाहिँ कन्ट्री हेड रहनुभएको छ आइडिबिआई ब्याङ्कको। तपाईँलाई आइडिबिआई ब्याङ्क सम्बन्धी कुनै पनि समस्या, सायद तपाईँको नागरिकताको नम्बर मिलेन, तपाईँले खातामा पैसा पठाउनुभयो, खातामा पैसा पुगेन, कुनै कारणवश तपाईँको नपुग्ने कुरो हुँदैन, कुनै कारणवश तपाईँले पैसा पाउने व्यक्तिको नाममा स्पेलिङ गलत लेख्नुभयो अथवा खाता नम्बर गलत लेख्नुभयो भने रमेश साङ्जेलज्यूलाई फोन गरेर तपाईँले त्यसमा आफ्नो खाता नम्बर पनि एडिट गराउन सक्नुहुनेछ। दिपेन्द्र ढकाल हुनुहुन्छ, दिल्ली, एनसिआर, युपी, हरियाणा, पन्जाब। उहाँले लगभग इन्डियाभरिको सबै नै दिपेन्द्र ढकालजीले पनि हेर्नुहुन्छ। र समुद्र भण्डारी चाहिँ कन्ट्री हेड युनाइटेड ब्याङ्कको हुनुहुन्छ। समुद्र भण्डारीले युनाइटेड ब्याङ्कमा तपाईँको नाम फरक पर्यो, फोन नम्बर फरक पर्यो, पठाउने व्यक्तिको केही समस्या भयो भने चाहिँ समुद्र भण्डारीलाई पनि कल गर्न सक्नुहुन्छ। र तपाईँहरूले यहाँ चाहिँ भारतका प्रमुखहरू धेरै व्यस्तता हुने कारणले तपाईँहरू आफ्नो स्टेट वाइज तपाईँ कुन स्टेटमा हुनुहुन्छ त्यहाँका स्टेटहरूमा पनि कर्मचारी हुनुहुन्छ, उहाँलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। मोहन बस्नेत अहमदाबादमा हुनुहुन्छ, भूमिलाल पौडेल मुम्बईमा हुनुहुन्छ, टिका पौडेल कोलकातामा रहनुभएको छ भने सूर्यकान्त पौडेल मुम्बईमा, हरिमहर वापी
माधव भण्डारी बेङ्गलोरमा हुनुहुन्छ, नरेश भट्टराई चेन्नईमा हुनुहुन्छ भने टेकबहादुर आले दिल्ली, सूर्यबहादुर थापा हैदराबाद, विश्वास कुमार शाह दिल्ली र प्रसाद अधिकारी चण्डीगढ र लालबहादुर जयगढी पुणेमा हुनुहुन्छ। उहाँको फोन नम्बरहरू पनि तपाईँले देख्न सक्नुहुन्छ। अहिले साथीहरू तपाईँलाई कुनै पनि समस्या पर्यो भने चाहिँ उहाँहरूलाई सम्पर्क गरेर विस्तृत रूपमा बुझ्न सक्नुहुन्छ र यो भिडियोले तपाईँहरूको लागि धेरै सहयोग पुर्याउनेछ। तपाईँहरूले यदि देख्नुभयो यो भिडियो भने, हेर्नुभयो भने तपाईँहरूले सेयर पनि गर्नु, किनकि यस्तो समस्याहरू तपाईँलाई ब्याङ्कमा पैसा पठाउन जाँदाखेरि ब्याङ्क कहाँ छ भनेर समस्या भएको हुनसक्छ। त्यसको लोकेसनहरू पनि हाम्रा कर्मचारीहरूबाट नि तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। साथीहरू तपाईँहरूलाई यदि तपाईँलाई एउटा सजिलो माध्यम के भन्न चाहन्छु भने पैसा पठाउन कुनै ब्याङ्कहरूमा भिड भयो, पैसा पठाउन ढिला भयो भन्ने यस्तो समस्याहरू आइरहेको हुनसक्छ र कुनै ब्रान्चले पठाएको हुनसक्छ, कुनै ब्रान्चले हामीले पैसा पठाउन मिल्दैन भन्ने समस्या पनि देखाएका हुन्छन् कतै कतै। यदि यस्ता खालका समस्या तपाईँमा आयो भने चाहिँ तपाईँ ब्याङ्कमा जानुहोस्। ब्याङ्कमा जानुभयो भने आइडिबिआई ब्याङ्कमा जानुहोस् अथवा युनाइटेड, जुनसुकै ब्याङ्कमा जाँदा पनि हुन्छ। पैसा निकाल्ने ठाउँ एउटै हो, आइएमईबाटै निकाल्न सकिन्छ। तपाईँलाई समस्या भयो कुनै कारणवश यहाँबाट पैसा पठाउन मिल्दैन भनेर भयो भने किन मिल्दैन भनेर सोध्नुहोस् फर्स्ट कुरो। अनि सेकेन्ड कुरो कहिले हुन्छ भनेर सोध्नुहोस्। अब आज भोलि हुन्छ, एकछिन पछि हुन्छ भने वेट गर्नुहोस्, पठाउनुहोस्। भोलि हुन्छ नि भोलि गएर पनि पठाउन सक्नुहुन्छ। कुनै कारणवश नेटवर्कको कुरा हो, कुनै कहिले कस्तो नेटवर्कको समस्याले गर्दा पनि तपाईँहरूले त्यहाँ काम नभएको हुनसक्छ। त्यसको लागि त्यहाँ कुरा गर्नुहोस् अनि हामीलाई पनि फोन गरेर तपाईँको स्टेट वाइज नम्बरहरूमा तपाईँले फोन गरेर बुझ्न पनि सक्नुहुन्छ समस्या हो या होइन। अथवा तपाईँले त्यहाँको समस्या भयो मिल्दैन भनेर भन्यो भने तपाईँले सर तपाईँको ब्रान्चको 16 आइडी कति हो भनेर माग्नुहोस्। 16 आइडी भन्नुभयो भने 16 आइडीबाट चाहिँ हामी ठ्याक्क ब्याङ्कको ब्रान्चहरू थाहा पाउन सक्छौँ। अनि त्यस ब्रान्चहरू थाहा पायो भने चाहिँ तपाईँलाई सिधै हामीले यहाँ हेड अफिसबाट मेल गरेर त्यो काम तपाईँको काम गराइदिन्छौँ। त्यसकारण ग्लोबल आइएमपी कर्मचारीहरूले गराउनु हुनेछ। त्यसकारण तपाईँले नजिकका साथीहरूलाई सम्पर्क गर्नुहोला। र एउटा कुरा महत्त्वपूर्ण के भनेपछि तपाईँ नजिकको थाहा भएको ब्रान्चमा मात्रै जान नखोज्नुहोस् कि टाढाको थाहा भएको ब्रान्चमा जान नखोज्नुहोस् कि तपाईँको नजिकमा कुन ब्रान्च छ एकचोटि खोज्नुहोस्, दुईचोटि खोज्नुहोस्। त्यस्तो चोटिबाट तपाईँलाई एकदम सजिलो हुनेछ। आधा घन्टा, 1 घन्टा, 2 घन्टा हिँडेर तपाईँले पैसा पठाउन नजानुहोस्। तपाईँको नजिक ब्रान्च छ, ब्याङ्क छ, हेर्नुहोस्। तपाईँलाई एक दिनको छुट्टी पुरै नफाल्नुहोस्। मात्र तपाईँको 10 मिनटमा हुने काम हो। र आइडिबिआई ब्याङ्कमा को बारेमा भन्नुपर्दा तपाईँले आइडिबिआई ब्याङ्कमा पैसा पठाइसक्नुभयो भने, पैसा हालिसक्नुभयो भने 5-10 मिनट पर्खिनुपर्ने हुन्छ। त्यसमा ओटिपी नम्बर भन्ने हुन्छ, तपाईँको मोबाइल नम्बर भेरिफिकेसन तपाईँकै नम्बर हो या होइन भनेर पठाउन प्रमाणित गर्नको लागि ओटिपी नम्बर आउँछ। अनि त्यो ओटिपी नम्बर फेरि पुनः ब्याङ्कमा लेखाएर जानुभयो भने 777 लेखेर 12वटा नम्बर आउँछ। त्यो नम्बर तपाईँले घरमा फोन गरेर दिनुभयो भने त्यो नम्बरबाट नेपालमा पैसा निकाल्न सक्छ आइएमईबाट तपाईँको व्यक्तिले। अनि तपाईँलाई एउटा कुरा कसरी भन्न चाहन्छु, हरेक व्यक्तिहरूले अहिले इन्टरनेट युज गर्नुहुन्छ। पक्कै पनि धेरै व्यक्तिहरूले इन्टरनेट प्रयोग गर्नुहुन्छ। इन्टरनेट प्रयोग गर्ने व्यक्तिहरूले के गर्नुहोस् भनेपछि आफ्नो नजिकको ब्रान्च कहाँ छ भनेर खोज्नको लागि तपाईँ कुन ब्याङ्कमा चाहनुहुन्छ, आइडिबिआई अथवा युनाइटेड ब्याङ्क, यसो गर्नुहोस्। मात्र मानौ म अहिले चेन्नईमा छु, चेन्नईको अशोकनगर भन्ने ठाउँमा छु मलाई ब्याङ्क टी नगर मात्र ब्याङ्क थाहा छ। मलाई टी नगर जान टाढा भयो, मलाई अशोकनगरमा ब्याङ्क खोज्नु छ भने तपाईँले मात्र के गर्नुहोस्, गुगलमा जानुहोस्। गुगलमा जानुभयो भने मानौ आइडिबिआई ब्याङ्क सर्च गर्दैछौँ। आइडिबिआई ब्याङ्क अशोकनगर। आइडिबिआई ब्याङ्क अशोकनगर ब्रान्च भन्ने आएछ, हेर्नुहोस्। यहाँ क्लिक गर्नुहोस्, हेर्नुहोस् तपाईँको आइडिबिआई ब्याङ्कको फोन नम्बर सहित तपाईँको आइडिबिआई ब्याङ्कको कल गर्न पनि सक्नुहुन्छ। यदि तपाईँले आफ्नो लोकेसन पनि हेर्न सक्नुहुन्छ, डाइरेक्ट म्यापबाट हेर्न सक्नुहुन्छ कहाँनिर छ भनेर हेर्न सक्नुहुन्छ। R3 पुलिस स्टेसनको छेउमा छ, 44/86 4th एभिन्यू नियर R3 पुलिस स्टेसन अशोकनगर चेन्नई भनेर तपाईँकै नजिकै छ। त्यसकारण जस्ट डायलबाट तपाईँले आफ्नो म्याप पनि हेर्न सक्नुहुन्छ। कसरी यसो गर्नु, तपाईँ जस्ट डायलमा क्लिक गर्नुहोस्।
त्यहाँको फोन नम्बर छ, तपाईँले त्यहाँ फोन गरेर पनि बुझ्न सक्नुहुनेछ। त्यहाँ तपाईँले जानको लागि म्याप पनि हेर्न सक्नुहुन्छ। तपाईँलाई देखाउँदैछु म्याप कसरी हेर्ने भन्ने कुरो। तपाईँले यहाँ म्याप देखाएको छ, हेर्नुहोस्। म्यापमा क्लिक गरेर क्लिक गर्नुहोस्, त्यहाँ सिधै तपाईँले म्याप भन्ने माथि आएको छ, त्यसबाट जान सक्नुहुन्छ र यसमा गएर म्याप हेर्नुहोस्। ल हेर्नुहोस्, तपाईँको नजिक तपाईँको लोकेसन अनुसार हेर्नुहोस् कहाँनिर छ ब्याङ्क भन्ने। हेर्नुहोस् बाटो अनि तपाईँको हरेक तपाईँ भएको कुना कुना सबै देखाएको छ। हेर्नुहोस् यस्तो तरिकाले अशोकनगर पुलिस स्टेसन देखाएको छ। पुलिस स्टेसनदेखि थोरै अगाडि जानुपर्छ अथवा पछाडि, अगाडि पछाडि तपाईँ जताबाट आउँदै हुनुहुन्छ त्यसको सामुन्ने यहाँनिर यस्तो खालको बाटो छ, त्यहाँनिर आइडिबिआई ब्याङ्क भनेर यस्तो लोकेसन तपाईँले देख्न सक्नुहुन्छ। रातो खालको लगाएको छ, त्यसमा तपाईँले लोकेसन हेरेर आफू जान सक्नुहुन्छ। साथीहरू यस्तै यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ, मनलाग्दो चाखलाग्दो कुराहरू र धेरै इन्ट्रेस्टिङ कुराहरू पनि मैले तपाईँहरूलाई प्रस्तुत गर्ने प्रयास गर्नेछु। भिडियो सेयर गर्न र लाइक गर्न र कमेन्ट्स पनि गर्न नभुल्नुहोला साथीहरू। तपाईँको युट्युब च्यानल म पनि गर्न सक्छु, तपाईँ पनि गर्न सक्नुहुन्छ। तपाईँले पनि आइएमआईबाट पैसा पठाउन सक्नुहुन्छ। आजदेखि ढुक्क हुनुहोस्, कसैलाई पैसा लैदिएर जानुपर्ने भयो समस्याबाट टाढा हुनुहोस्, मजाले जानुहोस्, पैसा पठाउनुहोस्। धन्यवाद, नमस्कार।